हेलो नमस्ते नमस्ते सेवा सबैजना मेरो युट्युब फ्यामिलीहरूलाई र नयाँ आउनुहुने सबैजनालाई पनि वेलकम 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 मेरो युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। आज चाहिँ मैले धेरैजनाको रिक्वेस्टमा इच्छालाई कदर गर्दै मैले यो ब्यागको ट्युटोरियल लिएर आएको छु। यो ब्यागको चाहिँ यो दुईटा लेयर हो, यो बेग्लै हो र यो बाहिरको बेग्लै हो। यो यसरी छुट्टिन्छ साथीहरू, यो चाहिँ हैन। अनि सबैभन्दा पहिला चाहिँ यो बनाउनु पर्ने हुन्छ यो। अनि मैले चाहिँ यो चाहिँ नर्मल यस्तो सादा छ, यो चाहिँ तपाईहरुले पनि बुन्न सक्नुहुन्छ, तर मैले भिडियो पनि हाल्दिन्छु। यत्रै ब्याग बनाउनको लागि चाहिँ यही साइजको ब्याग बनाउन चाहनुहुन्छ भने चाहिँ ठ्याक्कै यही भिडियो बाट सिक्दा हुन्छ तपाईहरुले। अनि यो भिडियोमा चाहिँ यो भाग मात्रै हट्छ, यो भाग मात्रै बनाएर देखाउँछु। एकदमै ध्यान दिनुपर्ने हुन्छ साथीहरु, किनकि यो चाहिँ गनेर नै स्टार्ट गरेर गनेर नै सिद्धिनुहुन्छ। एक पनि मिस्टेक भयो भनेदेखि चाहिँ मिस्टेक भयो भने चाहिँ सामान बिग्रिन्छ, यो प्रोजेक्ट चाहिँ बिग्रिन्छ, दुःख हुन्छ, कतातिर के भयो दिमाग केचेङ हुन्छ क्या। त्यही भएर एकदम ध्यान दिएर सिक्नुपर्ने हुन्छ। ध्यान दिएर सिक्नु होला, एकदमै राम्रो हुन्छ। र नाइलनकै डोरी युज गर्नुभयो भने चाहिँ धेरै झन् राम्रो, नतन्किने पनि एकदम डह्रो पनि हुने। र यो चाहिँ ब्याग सानो देखिए पनि यसमा दुईटासम्म मोबाइल अनि वालेट अनि चार्जर अनि त्यसपछि ब्याकअप स्याकअप सामान्य धेरै नै अट्छ, किनभने यो भित्रको लेयरमा बेग्लै र यो बाहिरको लेयरमा यतापट्टि खासै राम्रो लाग्दैन भने यो साइडमा राख्दा हुन्छ, सामानहरू धेरै नै अट्छ र एकदमै राम्रो क्युट पनि देखिन्छ साथीहरू। अब चाहिँ हजुरहरूले यो च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यो भिडियो के कस्तो लाग्यो कमेन्ट पनि गर्नु होला। र नबुझ्नु भएको कुरा चाहिँ टिकटकमा सोध्न आउनु होला। अब स्टार्ट गरौँ यो बाहिरको लेयर, अनि यो पार्टमा चाहिँ यति मात्रै हुन्छ। अब सुरु गरौँ है त साथीहरू। यसको लागि चाहिँ हामीलाई हात त यति धेरै कालो, वाउ कस्तो राम्रो साथीहरू। अब स्टार्ट गरौँ यो नाइलनको डोरी धागो 2 mm को। अनि यो स्टिच मार्करको रूपमा मैले चाहिँ यो प्रयोग गर्दैछु। यो के भन्छ उप्सियो, र यो चाहिँ हो देख्न सक्नुहुनेछ 3.25 mm को कुरुस। मेरो जत्रै बनाउनको लागि है, यो चाहिँ मेरै जस्तो र मेरै जत्रो बनाउनको लागि हो, बनाउनेको लागि। अनि यो बाहेक अर्को धागोको पनि यस्तै बनाउँदाखेरि कस्तो हुन्छ त्यो चाहिँ मलाई थाहा छैन, किनभने अर्को धागोको चाहिँ मैले बनाएकै छुइनँ क्या साथीहरू। त्यही भएर हो यस्तो गाह्रो छ भिडियो बनाउन। अब स्टार्ट गरौँ। सुरुमा एउटा स्लिप नट बनाएर त्यसपछि अलिक छोटो बनाउनु पर्छ के धागो, किन खेर फाल्नु होइन, महँगोको धागो। एउटा स्लिप नट बनाउने, त्यसपछि कति चेन लिने भनेदेखि कस्तो लाइट नआएको यो चाहिँ। अब सुरुमा 53 चेन लिने, 1 2 3 4 5, हात साह्रो दुख्दो रहेछ यो धागोले चाहिँ। 6 7 8 9 10 गरेर 53 चेन लिने सुरुमा। अब 53 चेन लिइसकेको छु मैले चाहिँ। अब यो 53 चेन बनाइसकेपछि चाहिँ हामीले यो 53को चेनमा चाहिँ यसरी स्टिच मार्कर लगाउने। मेरो स्टिच मार्कर चाहिँ यस्तै छ साथीहरू, कहिले बबी पिन कहिले पिन्सियो। अब एक्स्ट्रा फेरि पनि तान्नु पर्ने हुन्छ साथीहरू चेन। यहाँ चाहिँ 40 चेन पछाडि चाहिँ के भन्छ 53 चेन पछाडि अब 40 चेन तान्नु पर्ने हुन्छ साथीहरू। फेरि सरासर 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 चेन बनाइसक्यो हामी चाहिँ। यता एक्स्ट्रा यहाँदेखि यता पनि, अनि त्यसपछि अब यो 40 चेन
बनाइसकेपछि अब यहाँ ल्याएर अघि स्टिच मार्कर लगाएको ठाउँमा स्लिभ स्टिच गरिदिने यो घरमा यहाँ गर्दा नि भयो। यो पछाडि उसको ढाडमा गऱ्यो भने झन् राम्रो है साथीहरू। यो 40 घरको यहाँनिर यो पछाडि छ नि यो उठेको भागहरू, यो स्टिच मार्कर लगाएको घरको यतापट्टि यहाँ उसको उठेको भाग छ यो ढाड। यो यता ब्याक लुप र फ्रन्ट लुप हुन्छ हैन, यो दुइटै लुप नलिकन यता पछाडि ढाडको लुपमा स्लिभ स्टिच गर्नुहोस्। सबैमा राम्रो हुन्छ यसरी बनाउँदाखेरि चाहिँ, त्यही भएर हो। अब यो स्टिच मार्करलाई निकाल्नुहोस्, अहिले फेरि चाहिन्छ यो चाहिँ। अब यति गरेपछि यहाँ स्लिभ स्टिच गरेपछि यो हो ह्यान्डलको भाग साथीहरू। यो चाहिँ यसरी बन्छ ल। अनि अब हामीले यहीँबाट सरासर 7 वटा चेन लिनुपर्ने हुन्छ। 1 2 3 4 5 6 7। यो चाहिँ कस्तो बनेको छ भन्नुहुन्छ भने साथीहरू यस्तो बनेको छ ल है। अनि 7 वटा चेन लिइसकेपछि यता मुनिको पनि 7 वटा घर चाहिँ स्किप गरेर 8औं घरमा चाहिँ हामीले स्लिभ स्टिच गर्नुपर्ने हुन्छ। त्यसमा यो भयो अघि स्लिभ स्टिच गरेको घर, यसलाई छोडेर 1 2 3 4 5 6 7 वटा स्किप गरेर 8औं नम्बरको चेन चाहिँ यो हो। यसको पनि मैले चाहिँ ढाडमा गरेँ, त ढाडपट्टि स्लिभ स्टिच गर्ने 8औं घरमा यस्तो भयो। फेरि पनि 1 2 3 4 5 6 7 वटा चेन तान्ने। अब फेरि 7 वटा चेन स्किप गरेर 8औं घरमा स्लिभ स्टिच गर्ने। 1 2 3 4 5 6 7 8। यसमा 7 वटा चेन स्किप गरेर 8औं घरमा स्लिभ स्टिच गरिने यसरी। अब यस्तो बन्दै गयो। अब फेरि 7 वटा चेन यसरी नै 1 2 3 4 5 6 7 वटा। अब फेरि 7 स्किप फेरि पनि 1 2 3 4 5 6 7 8। 8औंमा स्लिभ स्टिच गर्छु। सेम यही प्याटर्न गर्दै हामीले चाहिँ कति ठाउँ जोड्नु पर्छ यस्तो बन्दै गएको छ। गाह्रो छ के यो चाहिँ। अब यही प्याटर्नलाई फलो गरेर हामीले 6 ठाउँ जोड्नु पर्ने हुन्छ। यो भयो 1 2 3, यसले 4 वटा भएछ। अब यस्तै गर्दै गर्दै फेरि 1 2, भिडियो लामो हुन्छ तर म सबै एक एक बनाएर देखाउँछु ल पार्टमा। कतिवटा भयो 1 2 3 4 5 6 7। 1 2 3 4 5 6 7 8। 8औं नम्बरमा स्लिभ स्टिच गर्ने। फेरि 1 2 3 4 5 6 7। फेरि पनि 7 स्किप गर्ने। 1 2 3 4 5 6 7 स्किप गरेर 8औंमा स्लिभ स्टिच गर्ने यसरी। अब फेरि 7 वटा 1 2 3 4 5 6 7। अब फेरि 1 2 यता पनि 1 2 3 4 5 6 7 स्किप गरेर 8औंमा स्लिभ स्टिच गर्ने। अब चाहिँ यो सक्यो, यहाँ यो राउन्ड चाहिँ सक्यो है। अब यता एक्स्ट्रा यति रहन्छ। यो लाइनमा 1 2 3 4 5 6 यहाँ सहित गरेर 7 वटा स्लिभ स्टिच गऱ्यौँ हामीले। तपाईँहरूको कति भयो वटा भयो हेर्नुहोस्। अब साथीहरू यति गरिसकेपछि चाहिँ अब फेरि पनि अनि अब यहाँनिर कति रहेको छ भनेदेखि 1 2 3 4 वटा रहेको छ। अब हामीले एक्स्ट्रा चेन 4 वटा रह्यो। यता हाम्रो कतिवटा छ 40 वटा छ। अब यता पनि 40 वटै बनाउनु पर्यो नि त। त्यसको लागि चाहिँ अब हामीले 36 वटा स्लिभ के अरे 36 वटा चेन बनाउनु पर्यो। फेरि 1 2 3 4 5 6 7 8 9। घरिघरि सेतो देखिन्छ होइन साथीहरू, घरिघरि कालो देखिन्छ हात पनि। 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 35 36 वटा चेन भइसकेको छ साथीहरू। अब चाहिँ हाम्रो
36 वटा चेन भएपछि यो चेनलाई नबटारिकन यस्तो नबटारिकन फेरि यो एक्स्ट्रा अघि रहेको चेनको यहाँनिर यसको नि पछाडि नै जोडेको राम्रो के, त्यही भएर पछाडि जोडेको स्लिप स्टिच गरिदिने फर्स्ट घरमा। अब भयो यता पनि 40 वटा घर। अब देखियो यस्तो, मैले अस्ति भिडियो बनाएको थिएँ नि म यस्तो भयो भनेर, यस्तो हुँदैछ ल। अब चाहिँ साथीहरू यहाँदेखि फेरि पनि अब हामीले स्टार्ट गर्नुपर्छ। चेन हुन्छ कि यसमा चाहिँ, तर गर्नु चाहिँ पर्छ, गर्ने हो। अब 7 वटा चेन तान्ने, फेरि एक अर्को रो सुरु हुन्छ कि 2 3 4 5 6 7 वटा गरिसकेपछि साथीहरू अब चाहिँ यसको यो छ नि, यो होलको चाहिँ यो बिच भागमा पर्ने घरमा नगनिकन यसमा चाहिँ बिच भागमा यहाँ 7 वटा छ। यहाँ 7 वटा भएपछि 1 2 3 वटाको पछाडि यो 4 वटा, यो यहाँको यताको बाहेक यताको यहाँ छ नि स्लिप स्टिच गरेको ठाउँ, यहाँदेखि 1 2 3 3 3 छ, 7 वटा घर छ। त्यही भएर 7 नम्बरको घर चाहिँ बिचमा पर्यो होइन, त्यही भएर 7 नम्बरको घरमा अब स्लिप स्टिच गरिदिउँ। 7 मतलब बिचको भागमा के यो दुईटाको यसको बिच भागमा चाहिँ स्लिप स्टिच गरिदिनु पर्छ है। यसको नि ब्याक लुपमा गरिदिउँ कस्तो देखिँदो रहेछ। ए ओहो राम्रो देखिँदो रहेछ। यस्तै गर्नु होला तपाईँहरू पनि, यो पछाडिकैमा गर्नु होला यसमा पनि। अनि अब फेरि 7 वटा 1 2 3 4 5 6 7 अनि 7 वटा गरिसकेपछि फेरि यो होलको बिचको भागमा बिचको घरमा 1 2 3 4, यो 4 चौथो घर बिच पर्छ नि त। हाम्रो चाहिँ 7 वटा छ नि त होइन, त्यहाँ यस्तो गर्दै पल्लो चेनसम्म पुरानो 1 2 3 4 5 6 7। यो बुझ्नु एकदमै गाह्रो छ कसरी रिसिभ गर्नु भिडियो, तर एकदम लामो हुन्छ साथीहरू। यसको पनि बिच भागमा फेरि 1 2 3 4 यस्तो गर्दै हामी चाहिँ अब के गरौँ भने यो एकछिन तानिराखौँ, त्यो भयो तपाईँहरूलाई देखाउनलाई। यहाँ चाहिँ हामी चाहिँ म यहाँ स्लिप स्टिच गर्दासम्म चाहिँ सेम प्याटर्न हो नि त, यता चाहिँ होइन कि यो लास्टको यो घर छ नि, यो लास्टको होल यहाँसम्म चाहिँ सेम प्याटर्न हो नि त। सो यहाँसम्म चाहिँ त्यस्तै गर्दै सेम प्याटर्न गर्दै आउनु ल। यहाँदेखि फेरि म तपाईँहरूलाई देखाउँछु, भिडियो धेरै लामो हुन्छ कि नत्र। अब मैले तपाईँहरूलाई भनेको ठाउँसम्म आइपुगेको छु होइन। अब पनि अझै पनि यो अब एकपटक फेरि 7 वटा चेन तान्ने 1 2 3 4 5 6 7 वटा चेन तानेर अब यहाँ चाहिँ गनेर गर्नुपर्छ ल। यो स्लिप स्टिच गरेकोलाई छोडेर अघि जस्तै यता जस्तै 7 वटा चेन स्टिच गरेर 8 वटामा स्लिप स्टिच गर्ने। यहाँ चाहिँ यो स्लिप स्टिच गरेको छोडेर 1 2 3 4 5 6 7 वटा छोडेर 8औँमा स्लिप स्टिच गरिदिने। फेरि हराइ गयो 1 2 3 4 5 6 7 8 यसमा। यहाँ चाहिँ यो लुपमै गर्दा हुन्छ है, किनकि यो ह्यान्डल पर्छ नि त। यसरी स्लिप स्टिच गरिदिने। अब चाहिँ हामीले साथीहरू यहाँ स्लिप स्टिच गरिसकेपछि अब सरासर 32 वटा स्लिप स्टिच गर्ने। यहाँ चाहिँ यसरी यो एक भयो गर्नुपर्छ है, 2 3 4 यसरी स्लिप स्टिच गरेर 32 वटासम्म स्लिप स्टिच गर्ने। 32 वटा म पनि गर्छु, तपाईँहरू नि गरेर आउनुहोस्। मैले चाहिँ 32 वटा स्लिप स्टिच गरिसकेको छु साथीहरू। यस्तो हुन्छ कि 32 वटा स्लिप स्टिच गरेर यो ह्यान्डल यस्तो भइसक्यो। अब साथीहरू 32 वटा स्लिप स्टिच गरिसकेपछि चाहिँ फेरि पनि हामीले यस्तै अघि जस्तै गर्नुपर्ने हुन्छ। 7 वटा यो नि स्लिप स्टिचै गरिन्छ, 1 2 गरेर त्यस्तै 7 वटा स्लिप स्टिच बनाउनु पर्ने हुन्छ। पहिला अब हामीले 7 चेन तान्छौँ, 1 32 चेन पछाडि 2 3 4 5 6 7।
अब फेरि यसको बिचौँ बिच यताको नगर्ने यो कोठाको चाहिँ ठ्याक्क बिचौँ बिच पर्ने भागमा स्लिप स्टिच गर्छौँ अघि जस्तै 1 2 3 4 4 नम्बर नै बिच पर्छ 7 मा चाहिँ यसरी स्लिप स्टिच गर्छौँ। अब यसरी स्लिप स्टिच गर्दै अघि जस्तै गरी यस्तै स्लिप 7 वटा अनि फेरि यसरी बिचमा स्लिप स्टिच गर्दै तपाईहरु पनि यहाँसम्म आउनु। त्यसपछिको काम म सिकाउँछु। यहाँसम्म म पनि पुग्छु, तपाईहरु पनि यहाँसम्म यो के भन्छ यो कोठासम्म आउनु ल। यहाँनिर अब त्यही काम हो नि त सरासर। मेरो हात चाहिँ घरि कालो घरि गोरो यस्तै हो साथीहरु। त्यति काम गरेर आउनुस्, यहाँसम्म गरेर रोकिनुस्, म पनि यहाँसम्म गरेर आउँछु ल। मैले त्यहाँसम्म पुर्याइसके साथीहरु। गर्दा गर्दै म त धेरै पनि गरिसकेछु। यो चाहिँ यस्तै नै हो नि त, त्यही भएर मैले फुकालिन, तपाईहरुलाई भनिहाल्छु नि म। यसरी यहाँदेखि त्यस्तो गर्दै 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 हामी चाहिँ कहाँसम्म पुग्यौं त, यहाँसम्म आउनु भनेको थिएँ। यहाँसम्म पुगेर पनि मैले यो चाहिँ के गरेको त 7 वटा चेन तानिसकेको हो। 7 वटा चेन तानिसकेपछि चाहिँ यहाँसम्म आएपछि पनि यहाँसम्म चाहिँ सरासर त्यही प्याटर्न हो। फेरि पनि 7 वटा चेन तानिसकेपछि चाहिँ अघि जस्तै फेरि यहाँ 7 वटा चेन स्किप गरेर यहाँदेखि गनेर लगेर 7 वटा चेन स्किप गरेर 8 वटा जहाँनिर 8 पर्छ त्यहाँनिर जोइन गर्ने। अघि जस्तै 1 2 3 4 5 6 7 8 यहाँनिर यसको बराबरीमा पर्छ कि साथीहरु। त्यस्तो गर्दाखेरि चाहिँ यो फेरि भुलिहाल्छ क्या, यस्तो हुन्छ नि। 1 2 3 4 5 6 7 8 यही त हो नि। 7 मा यसमा चाहिँ यो एकपट्टिको लुपमा मात्रै गर्दा नि हुन्छ है, यो ह्यान्डलतिर फरक पर्दैन। अब यसरी यहाँ स्लिप स्टिच गर्ने अनि बन्यो यो यस्तो बन्यो। अब यो स्लिप स्टिच यति गरिसकेपछि साथीहरु अब चाहिँ हामीले फेरि 28 वटा स्लिप स्टिच गर्छौं ल। यहाँदेखि सरासर 28 वटा स्लिप स्टिच गर्छौं। यो बाहेक प्रत्येक घरमा यसरी अघि उताको जस्तै 1 गर्नुपर्छ, 2 यो ब्याक लुपमा क्या, 3 4 गरेर यसरी 4 भइसकेछ। अब 28 वटा स्लिप स्टिच गरेर ल्याइ पुर्याउनु। यता कहाँसम्म पुग्छ 4 वटा भइसकेछ। त्यो 28 वटा स्लिप स्टिच गरेर आउनु अनि म पनि 28 वटा गरेर आउँछु अनि त्यसपछि फेरि अरु गरौँला। अब 28 वटा स्लिप स्टिच गरेर म यहाँ आइपुगिसकेँ। अब फेरि पनि सुरु हुन्छ अर्को राउन्ड। अब फेरि यहीबाट 7 वटा चेन तान्ने 1 2 3 4 5 6 7 7 वटा चेन तानेर यसको यो कोठाको बीच भागमा फेरि स्लिप स्टिच गर्ने। 1 2 3 4 जहिले पनि यो 7 वटाको बीच भनेको 4 नम्बरमा पर्छ। यसरी स्लिप स्टिच गर्ने। अब फेरि पनि 7 वटा चेन तान्ने अघि जस्तै। अब सरासर 2 3 4 5 6 7 अनि फेरि 1 2 3 4 चौथो नम्बरमा फेरि बिचौँ बिच भागमा बिचौँ घरमा स्लिप स्टिच गर्ने। अब फेरि अघिकै जस्तो मिलाए नि त। सो अब चाहिँ तपाईहरु फेरि पनि के गर्नुस्, यस्तो गर्दै यही प्याटर्न फलो गर्दै यतापट्टिको यहाँसम्म जोइन गर्नलाई आउनुहोस्। यहाँसम्म यहाँको बीच भागमा जोइन गर्नुहोस्। कतिवटा जोइन बन्छ 1 2 वटा बनिसक्यो। अब 3 4 5 6 7 वटा जोइन बन्छ यिनीहरुमा अनि अर्कोसँग यहाँ 8 वटा हुन्छ। यहाँसम्म तपाईहरु यहाँसम्म आएर गर्दा हुन्छ। या अघिको याद छ भनेदेखि यहाँदेखि पनि 7 वटा चेन तानेर यहाँ 8औं 7 वटालाई स्किप गरेर 8औंमा स्लिप स्टिच सिंगल क्रोस गर्ने हो यसमा चाहिँ है त। अब तपाईहरु जे होस् यहाँसम्म आएर बस्नुहोस्। अब म चाहिँ तपाईहरुलाई देखाएकै ठाउँसम्म अहिले यसपालि चाहिँ सुई नगइकन अघि चाहिँ सरसर गएछु हैन, बिर्सेर यहाँसम्म आइसकेको छु। अब फेरि पनि यहाँदेखि 7 वटै चेन तान्ने। फेरि 1 2 3 4 5 6 7 7 तानेर अब यहाँदेखि यो स्लिप स्टिच गरेकोलाई छोडेर 7 वटा चेन स्किप गरेर 8औंमा सिंगल क्रोस गर्ने। स्लिप स्टिच गरेको स्किप गरेर 1 2 3 4 5 6 7 7 वटा स्किप गर्ने र 8औंमा स्लिप स्टिच गर्ने। तर यसरी सिंगल लुपमा हैन, यो चाहिँ डबल लुपमा गर्नुपर्ने हुन्छ साथीहरु। यहाँ
देखिएन कि के हो, गाह्रो छ। यसरी दुईटै लुपमा लुप लिएर गाह्रो छ है, यस्तो हुन्छ। स्लिप स्टिच गर्ने दुईटै लुप लिएर यसरी स्लिप स्टिच गर्ने साथीहरू। भइसकेको छ यहाँ चाहिँ। अब चाहिँ हामीले फेरि यो छोडेर अर्को घरदेखि फेरि सरासर ब्याक लुपमा मात्रै स्लिप स्टिच 24 वटा गर्ने। 24 वटा घरमा 1 2 3 4 यसरी गनेर तपाईहरु 24 वटा गरेर आउनुस्। म 24 वटा यहाँसम्म 24 वटा गरेर आउँछु। अब चाहिँ मैले 24 वटा स्लिप स्टिच गरिसकेको छु। अब फेरि अब चाहिँ यस्तो बनिसकेको छ। अब फेरि पनि 7 वटा चेन तान्ने। 1 2 3 4 5 6 7। एउटै पनि भिडियो स्किप नगरिकन हेर्नुपर्ने हुन्छ साथीहरु, नभए चाहिँ यो चाहिँ खत्तम हुन्छ है। 7 वटा चेन तानिसकेपछि चाहिँ साथीहरु यताको नगनिकन यताको यो यसको अघि जस्तै बीच भागको 1 2 3 4 बीचको घरमा चाहिँ स्लिप स्टिच गर्ने। फेरि 7 वटा चेन तान्ने, अघिकै जस्तो अब दोहोरियो। 1 2 3 4 5 6 7 वटा। अब यसको पनि बीचमा 1 2 3 4 1 2 3 4। मेरो त आँखै कमजोर भयो कि के हो, एकपटक झिमिक गर्ने बित्तिकै हराउँछ त साथीहरु। अब यसरी यस्तै गरेर फेरि यसमा गरेर यहाँसम्म आउनुस्। म पनि यहाँसम्म आउँछु। त्यही प्याटर्नलाई फलो गरेर, यो नयाँ छैन नि त हैन, यो बीचमा त यहाँसम्म आउनुस् है त। म पनि त्यहाँसम्म गरेर आउँछु। अब चाहिँ साथीहरु मैले पनि यहाँसम्म गरेर आइसकेको छु। अब यहाँदेखि मैले एक चेन तानिसकेको छु, खुस्किन्छ भनेर तानेको। अब फेरि 7 वटा चेन तान्ने। यहाँ पनि 1 भइसकेको छ। 2 3 4 5 6 7 7 वटा तानेर अब फेरि अघि अरु बेलाको जस्तै यहाँनिर यो स्लिप स्टिच गरेको घर छोडेर गन्ने 7 वटा स्किप गरेर 8 औँमा 1 2 3 4 5 6 7 वटा स्किप गरेर अब यसमा गर्नु पर्यो। अहिलेको उता गरे जस्तै यो दुईटै लुप लिएर स्लिप स्टिच, दुईटै लुप लिएर स्लिप स्टिच यसरी गर्ने साथीहरु। अब फेरि यता पनि 24 वटा स्लिप स्टिच गर्ने। अब चाहिँ अरु चाहिँ ब्याक लुपमा मात्रै गर्दा हुन्छ यसरी। 1 2। अब तपाईहरुले 24 वटा गरेर आउनुस्। म नि 24 वटा गरेर आउँछु। 3 24 वटा स्लिप स्टिच गरेर यहाँसम्म ल्याइसके। अब 24 वटा स्लिप स्टिच गरिसकेपछि पनि फेरि 4 वटा थप स्लिप स्टिच गर्ने। अब घट्दै जान्छ। एउटा पनि स्किप नगरिकन हेर्नुपर्ने हुन्छ। एउटा स्किप गर्नुभयो भने छुटिहाल्छ है साथीहरु। यो चाहिँ 1 2 3 4 वटा स्लिप स्टिच गरिसकेपछि साथीहरु हेर्न सक्नुहुन्छ, बराबरी छ यो र यो। 4 वटा स्लिप स्टिच गरेपछि फेरि 7 वटा चेन अघि जस्तै आयो। फेरि 1 2 3 4 5 6 7 7 वटा स्लिप स्टिच गरिसकेपछि फेरि यसको बीच भागमा अघि अरु बेला जस्तै 1 2 3 4 यसरी। फेरि पनि सेम यही प्रोसेस गर्दै तपाईहरु अब यहाँसम्म आउनुस् है। म पनि यहाँसम्म पुगेर आउँछु, यही प्रोसेस गर्दै आउने हो ल। अब मैले फेरि बनाएर यहाँसम्म तपाईहरुलाई भनेको ठाउँसम्म ल्याइसकेको छु। स्लिप स्टिच गरिरहेको छु। अब यहाँदेखि पनि फेरि पनि अब हामीले यहाँदेखि यहाँसम्म कहाँ आइपुग्छ 32 वटा स्लिप स्टिच गर्नुपर्ने हुन्छ। गन्न चाहिँ छोड्नु हुँदैन। यो सुरु भएदेखि अन्तिमसम्म गनेको गने हो साथीहरु। लाइटै पो बलेन छ हौ, तर देखिँदो रहेछ देख्न चाहिँ। अब 32 वटा स्लिप स्टिच गर्ने। यो अहिले स्लिप स्टिच गरेको घर हो, छोडेर अर्कोमा ब्याक लुपमा
स्लिप स्टिच गर्दै जाने। यहीँबाट यहाँ तलदेखि नै हेर्न सक्नुहुन्छ। 1 2 3 4 5 6 यसरी नै 6वटा भइसक्यो। 32वटा स्लिप स्टिच गर्नुहोस्। म नि गरेर आउँछु। फेरि मैले 32वटा स्लिप स्टिच गरेर यहाँ ल्याइसकेँ। यसको पनि यो घरको पनि आधी गयो, यसको पनि आधी गयो जस्तै, यहाँ आधीदेखि गरे जस्तै। अब फेरि पनि त्यही सेम तलको यताकै प्याटर्न सुरु हुन्छ। यहाँदेखि 1 2 3 4 5 6 7वटा चेन अनि यसको बीच भागमा 1 2 3 4 यो भन्नै पर्दैन हैन। अब त यस्तोरी गर्दै हामी चाहिँ अब जान्छौँ यहाँसम्म। साथीहरू यहाँसम्म गएर आउनुहोस्। यसरी यही प्याटर्न तलकै सेम प्याटर्न फलो गरेर यहाँसम्म गएर आउनुहोस्। म यहाँसम्म गएर देखाउँछु तपाईँहरूलाई। मैले भने जस्तै म यहाँ आइपुगिसकेको छु साथीहरू। त्यहाँदेखि यहाँसम्म सेम प्याटर्न फलो गरेर अब फेरि हामीले चाहिँ यहाँदेखि स्लिप स्टिच चाहिँ सुरु गर्नुपर्ने हुन्छ। 28वटा स्लिप स्टिच गर्ने। अब यहाँदेखि गनेर अब यहाँ स्लिप स्टिच गर्ने। यो स्लिप स्टिच गरेको घरलाई छोडेर हामीले अर्को घरदेखि ब्याक लुपमा मात्रै स्लिप स्टिच गर्दै जाने। 28 घर। नाइलनको डोरी चाहिँ अलिक साह्रो हुन्छ है बुन्न चाहिँ। 1 2 3 यो एउटै प्याटर्न दोहोरिएको छ, त्यति साह्रो भन्नु नपर्ला। 4 अब 28वटा स्लिप स्टिच गरेर आउनु। म पनि 28वटा गरेर आउँछु। अब चाहिँ मैले यहाँसम्म 28वटा स्लिप स्टिच गरेर आइसकेको छु। अब साथीहरू 28वटा गरेर आइसकेपछि अब फेरि पनि एक्स्ट्रा अरू 8वटा स्लिप स्टिच गर्नुपर्ने हुन्छ। 8वटा स्लिप स्टिच फेरि अरू गर्ने। यहाँदेखि गर्ने 1 2 3 4 5 6 7 8 8वटा स्लिप स्टिच भइसक्यो। अब फेरि सुरु हुन्छ पुरानै काम। 7वटा चेन 1 2 3 4 5 6 7 अब 1 2 3 4 फेरि यही पुरानै काम दोहोरिएको छ साथीहरू। यहाँ चाहिँ अब फेरि यही काम गरेर तपाईहरु लास्टको कोठासम्म आउनुहोस्। म पनि त्यस्तै गर्नेछु। यहाँसम्म आउनुहोस् है तपाईहरु पनि, म पनि यहाँसम्म आउनेछु। यहाँसम्म चाहिँ आएर मैले तपाईहरुलाई आउनु भनेर देखाएको ठाउँसम्म आइसकेको छु। अब यहाँदेखि फेरि स्लिप स्टिच गर्न सुरु हुन्छ। अब यो अहिले स्लिप स्टिच गरेको घरलाई छोडेर यो अब ब्याक लुपमा मात्रै यसरी स्लिप स्टिच गर्दै 40वटा घरमा कता गयो देखेन छ। यसरी ब्याक लुपमा मात्रै 40वटा घरमा स्लिप स्टिच गनेर मैले देखाइसकेको छु तपाईहरुलाई। अघि जस्तै हो सरासर 40वटा मा स्लिप स्टिच गर्ने साथीहरु। 40वटामा स्लिप स्टिच गरेर आउनुहोस्। म पनि 40वटामा स्लिप स्टिच गरेर आउँछु अनि भन्छु फेरि के गर्ने भनेर। सरर हैन स्लिप स्टिच गरेर आउनु है त। मैले भने बमोजिम 40 स्लिप स्टिच गरेर यहाँ पुगिसकेको छु। हेर्न सक्नुहुनेछ 40 स्लिप स्टिच गरिसकेको छु। अब फेरि सुरु हुन्छ अघिकै प्याटर्न। अब 7 चेन तान्ने, बीचमा लगेर जोड्ने। 2 3 4 5 6 7 1 2 3 4 यसरी जोडेर अब तपाईहरु फेरि पनि
पल्लो छेउको कोठासम्म आउनु 1 2 3 4 5 6 7 1 2 3 4 अब चाहिँ लास्ट आएको छ यो बाहिरको लेयरको चाहिँ कस्तो गाह्रो हुन्छ भने साथीहरु ए अब यस्तो गर्दै तपाईहरु कहाँसम्म आउनुस् भनेदेखि यहाँसम्म आउनुस् है त कतिवटा जोडिसके मैले 1 2 टा जोडिसके 3 4 5 6 वटा जोडेर यहाँ 6 वटा यहाँसम्म जोडेर आउनुस् है त यसरी नै अनि त्यसपछिको काम म फेरि भन्नेछु साथीहरु मैले यसरी स्लिप स्टिच गरेर यहाँसम्म देखाएको ठाउँसम्म आइसकेको छु अनि अब काम फेरि स्लिप स्टिचको आयो अब यहाँदेखि यता स्लिप स्टिच गर्दै यहाँसम्म ल्याउनु पर्छ 38 वटा फेरि अघि जस्तै गरी यो स्लिप स्टिच गरेकोलाई छोडेर अर्को घरदेखि सरासर 38 वटा स्लिप स्टिच गर्नुपर्ने हुन्छ देखाएर राख्नै पर्दैन यो गर्न चाहिँ पर्छ तपाईहरुले मैले भन्छु तपाईहरुले गर्नुस् दुईटा भइसक्यो 3 4 मेरो चाहिँ 4 वटा भइसक्यो 1 2 3 4 वटा भइसक्यो अब 38 वटा स्लिप स्टिच गर्नुस् म पनि स्लिप स्टिच 38 वटा गर्छु अब चाहिँ मैले भने अनुसार 38 सेन्ट गरेर म यहाँसम्म आइसकेको छु हेर्न सक्नुहुनेछ यो सिधा यहाँ यो सिधा यहाँ यस्तो बनेको छ अब चाहिँ साथीहरु यो फाइनल भइसक्यो यो बाहिरको लेयर चाहिँ अब चाहिँ हामीले अब यसरी यो यसलाई यसरी बुन्दै ल्याएको हो नि त हामीले यसरी हैन सो यसलाई चाहिँ अब हामीले फोल्ड गर्नुपर्छ यसरी हैन यसरी फोल्ड गरौँ यस उल्टो हेर्दा थाहा भइहाल्छ हैन यसरी पल्टाउने अनि अब फोल्ड गर्ने यसलाई फोल्ड गरिसकेपछि हामीले त्यसरी बुन्दै लगेको छौं यसरी बुन्ने हो नि त हैन सो अब चाहिँ यहाँदेखि चाहिँ यहाँबाट जोड्न सुरु गरौँ जोड्नको लागि चाहिँ हामीले अब यहाँबाट 1 2 3 4 चेन तान्ने यताको साइडको अनि यो मुनिको भागको यो यता मोटोतिर हैन यो यस्तो कोठा भागको बिचको भागमा जोड दिने अघि जस्तै गरी गनेर जोड्दा पनि हुन्छ यहाँ पनि 1 2 3 4 नम्बरको मा जोड्दाखेरि ठ्याक्कै बीच पर्दछ है पछाडीकैमा जोडे मैले चाहिँ पछाडीकै लुपमा स्लिप स्टिच गर्ने मुनिको चाहिँ यो यसमा है देख्न सक्नुहुनेछ यो मोटो भागमा हैन यो चेन मात्रै भएकोमा फेरि यहाँबाट 4 चेन तान्ने 1 2 3 4 चेन तान्ने अब फेरि यतापट्टिको यो माथिकै भागको यो मुनिको हैन यो माथिको भागको यो माथिको भागको फेरि बीचमा जोड्ने 1 2 3 4 यो चाहिँ विचार गर्नु नभए बिग्रिन्छ साथीहरु अनि फेरि 4 चेन तान्ने 1 2 3 4 अब फेरि मुनिपट्टिको मुनिपट्टिको यो भागमा बीच भागमा जोड दिने फेरि मुनिपट्टिकोमा है अहिले माथिकोमा जोडियो अब मुनिकोमा 1 2 3 4 नम्बरमा जोड्दियौ कता हो तिरमिरे हुन्छ साथीहरु म देख्दै 1 2 3 4 यहाँ रहेछ बरु तपाईहरु देख्नुहुन्छ होला म देख्दैन के गर्नु वै के भयो यसरी स्लिप स्टिच गर्ने यहाँ पनि के अब भयो मिल्दैन त ल थेत्तेरीका यसरी चाहिँ हो नि त स्लिप स्टिच गरौँ ल अब फेरि 4 चेन 1 2 3 4
अब फेरि माथिको मुनिकोमा अघि जोडियो भने माथिकोमा फेरि बीचमा 1 2 3 4 साह्रै गाह्रो छ हौ। ल अब फेरि 4 चेन 1 2 3 4 अनि अब फेरि मुनिकोमा ठक ठक छ नि त हैन देखिएकै 1 2 3 4 स्लिप स्टिच भयो। फेरि 4 चेन 1 2 3 4 फेरि अब माथिकोमा माथिकोमा अब चाहिँ सकिन्छ साथीहरु। छैन अरु चाहिँ यही हो हैन जोइनिङ पार्ट। यहाँ नि स्लिप स्टिच गरिसक्यो। अब बाँकी यसमा मात्रै छ 6 वटा स्लिप स्टिच हुन्छ के यो ठाडो चाहिँ जोइनिङमा चाहिँ 1 2 3 4 6 वटा स्लिप स्टिच भयो। अब चाहिँ यो सकियो साथीहरु। यतापट्टि चाहिँ जोइन भएर सकियो है। यति नै हो है। यतापट्टि चाहिँ जोइन भएर सकियो। अब यतापट्टि जोइन गर्न बाँकी। त्यसको लागि यो धागो काटौँ। धागो काटौँ। धेरै किन काट्नु, यसलाई चाहिँ यतिकै काट्दा हुन्छ, अरु केही नभएर स्लिप स्टिच गरेकै ठाउँमा धेरै काट्नु हुँदैन के महँगोको धागो। अब यो धागोलाई चाहिँ अरूको चाहिँ लुकाउनु पर्थ्यो भन्ने यसलाई चाहिँ यही जोड दिने हो जलाएर। जोड्दाखेरि पनि यो चाहिँ जलाएरै जोडिन्छ। अब यहाँनिर फेरि लाइटर बाल्दाखेरि के यो गर्छ कोनी होला। यसलाई चाहिँ जे होस् यो युट्युबहरुमा आगोहरु यो गर्नु हुँदैन नि त। यो लाइटर बालेर जलाउने, जलाइसकेपछि यही तातोमै यहाँनिर एक ठाउँ ठ्याक्क भित्रपट्टि यसरी जोडिदिने जोडिन्छ है त साथीहरु। त्यो चाहिँ देखाइन, आगो देखाउन मिल्दैन। मैले चाहिँ जोडेर लाइट बल्ब अहिले फेरि जोडेर यहाँनिर यस्तो बनाइसकेको छु। ल अब चाहिँ साथीहरु अर्को साइड जोड्ने हो। त्यसको लागि यो धागो चाहिँ काटिसकेपछि नाइलनको चाहिँ जलाएर यस्तो गरिहाल्नु पर्छ, नभएदेखि यो चाहिँ फुसुसुसु फुस्केर जान्छ है साथीहरु। अब चाहिँ यस्तो भइसकेको छ यो यस्तो हैन, हेर्दा यस्तो छ। अब भित्र त्यो त्यसको गुदी हुन्छ नि त्यो लगाएपछि राम्रो देखिन्छ साथीहरु। यसरी यस्तो छ। अब यताको साइडको लागि चाहिँ हामीले के गर्नुपर्छ भने यो यताको यो स्लिप स्टिच गरेको मोटो भाग हैन, यो र योलाई बराबरीमा यसरी राख्दियौ अहिलेको लागि। यहाँ माथिको लेयरको यस्तो यो मोटोको भाग भन्दा यो के रे चेन मात्रै भागको 4 बिचको घरबाट स्टार्ट गर्ने। 1 2 3 4 4 नम्बरको घरमा बाट स्टार्ट गर्ने यसरी। मैले चाहिँ यो ब्याग चाहिँ सबै पछाडी नै स्लिप स्टिच गरेको छु है। यसको चाहिँ एउटा स्लिप नट बनाउने पहिला, अनि यहाँनिर तान्ने है बिचमा, अनि त्यसपछि 1 2 3 4 चेन तान्ने। अनि मुनिको लेयर मुनिपट्टिको मुनिको यो छ नि यता मोटो हैन, यताको भागमा 1 2 3 4 यो चाहिँ 4 नम्बरमै स्लिप स्टिच गर्दिने। अब यसरी स्लिप स्टिच भयो। अब फेरि 4 चेन तान्ने 1 2 3 4 मुनिकोमा गरेको अघि। अब यो माथिकोमा 1 2 3 4 1 2 3 4 यसरी स्लिप स्टिच। फेरि 4 चेन 1 2 3 4। अब फेरि मुनिको भागको यसमा गरिसकेको छ। यसमा अब 1 2 3 4
फेरि 4 नम्बरमा स्लिप स्टिच, फेरि 1 2 3 4। अब माथिको लेयर गयो यतापट्टि 1 2 3 4 स्लिप स्टिच। फेरि 4 चेन 1 2 3 4। अब लास्ट बिच पर्छ के, यहाँ चाहिँ उतापट्टि जस्तो हुँदैन, यो बिच पर्छ है। यो मुनिको पनि हैन माथिको पनि हैन, तलको बेसको भाग पर्छ है। हेर्न सक्नुहुन्छ यहाँ स्लिप स्टिच गरिसकेको छ, सर्लक्कै छुट्टिहाल्छ क्या, झुक्किँदैन है। यहाँ बाँकी हो है यस्तो। यसको बिच भागमा 4वटा 1 2 3 4 4 नम्बरको घरमा चाहिँ यसरी स्लिप स्टिच गर्ने। अब यसलाई काट्दिने, अलिक धेरै माथि काटेछ। अब यसरी तान्ने। अब फेरि यो धागोलाई चाहिँ लाइटरले जलाएर यहीँनिर यस्तो गरेर टाँस्ने हो के साथीहरू है। त्यसै गर्ने तपाईँहरू नि नाइलनको हो भने चाहिँ। अब यहाँको यतातिरको पनि सबैको त्यसरी नै गरेर यसको चाहिँ फिनिसिङ गर्नुहोस्। यसरी जलाउने अनि यस्तो गरेर टाल्ने, तातै टालिन्छ है, देखिँदैन पनि, यो खुस्किँदैन पनि साथीहरू। यहाँ पनि छ, कट गर्ने छोटो अनि यसरी ठ्याक्क जलाइदिने। जलाइसकेपछि तातोमै यस्तो गरेपछि ट्याक्क यहीँ टाँसिन्छ, देखिँदैन। ओ मैनी कति सानो भयो भन्नुभएको होला, तर यसमा चाहिँ हालिसक्यो, त्यो उसको पकेट हालिसकेपछि ठुलो हुन्छ साथीहरू। मेरो जत्रै हो यो ब्याग चाहिँ ठ्याक्क मिल्छ पनि, त्योभन्दा पनि राम्रो भएको छ है साथीहरू। यो चाहिँ अस्तिको चाहिँ फर्स्ट हो नि त मेरो, त्यही भएर अलिक नमिले, कता कता नमिले जस्तो भएको थियो। यो चाहिँ अझ धेरै राम्रो फिनिसिङ सहित आएको छ साथीहरू। अब चाहिँ मेरो हात कालो देखिए पनि यो राम्रो देखिएको छ। अब सुरु गर्नुपर्ने हुन्छ त्यसको भित्रको पकेटको भाग। तर पकेटको लागि चाहिँ पार्ट 2 हेर्नुपर्ने हुन्छ हजुरहरूले। पार्ट 2 मा भेटौँ है त।